बाबाले के गरिरहनु भयो र? अब खै त फन्सन पनि भएको छैन, भरे बेलुकातिर गर्नुहुन्छ कि फोन, त्यतिखेर अब सोध्नु पर्यो। अहिले अब के थाहा भयो के गर्नुहुँदैछ। जानु त पर्छ त हौ, स्कुलबाट राम्ररी आउनु, साथीहरूसँग नजिस्किनु नचल्नु, झलममा राम्ररी याद गरेर आउनु। कमलाले फोन गर्यो कान्छी? खै गर्नुभएको छैन अहिले त। मलाई बोल्नु मन लागेको थियो। ए भरे भोलितिर फोन गर्नुभयो भने दिउँला नि। होइन म चिन्ता न, फोन आयो भने बाबाको तपाईँले दिन्छु। ल ल